यो भिडियो चाहिँ माघ 27 गतेको हो। हेलो एभ्रिवान, नमस्ते। म चाहिँ ब्युटी जोन पार्लर मेकअप स्टुडियो दरान 2 देशी लाइनबाट आज चाहिँ हामी दिदीबहिनी होम सर्भिसको लागि तररातिर जाँदैछौँ र हामी चाहिँ तररा पुगिसक्यौँ। सधैँ हामी स्कुटीमा जान्थ्यौँ र आज चाहिँ हामी बसमा गयौँ। अलिकति टाइम पनि थियो नि त। अनि हामीले चाहिँ स्टुडियोमा मेकअपहरू सकाइसकेपछिबाट हामीले उताको ब्राइडललाई चाहिँ 11 बजे भित्रमा रेडी गर्नुपर्ने थियो। अनि त्यस कारणले गरेर हामीसँग अलिकति फुर्सदै थियो। अनि घुम्दै जाऊँ न त कोही कोही बेला त भनेर हामी सफारीमा तररा पुगिसकेपछिबाट सफारीमा गयौँ र हामी त्यहाँदेखि सिधै कोरियन चोकमा थियो बिहे चाहिँ, र हामी कोरियन चोक भेनुमा पनि पुग्यौँ। र भेनुमा पुग्न साथ हाम्रो चाहिँ ब्राइडलको लुगाहरू पनि अर्नामेन्ट्सहरू सबै फिजाइराख्नु भएको थियो भिडियोको लागि। र मैले पनि अलिकता भिडियोहरू क्लिप गर्न भ्याएँ। र आजको ब्राइडल चाहिँ उहाँ नै हुनुहुन्छ। अनि हामी चाहिँ टाइम धेरै उयो नगरिकन है, टाइम लस नगरिकन हामी चाहिँ बहिनी चाहिँ मेकअप गर्नुतिर लाग्यो। र बहिनीले मेकअप गर्दै गर्दा फेरि मैले चाहिँ कपाललाई हल्का ड्राईहरू गरेँ अनि हल्का कपाललाई क्लिपिङहरू पनि गरेँ। अनि त्यहाँदेखि एकछिन म चाहिँ फ्री थिएँ अनि मैले त्यहाँ बहिनीहरूलाई साडीहरू लगाइदिनु थालेँ। अनि बहिनीले मेकअप सकिसकेपछिबाट मैले चाहिँ हेयर स्टाइलको लागि रेडी गरेँ र रेडी गर्नु थालेँ। र लिम्बूको बिहे हो नि त, अनि अब शिरबन्दी शिरफुलहरू लाउनु पर्ने हुन्छ। अनि मैले चाहिँ शिरबन्दी लगाइदिइसकेपछिबाट बहिनीलाई शिरफुलको लागि रेडी गर्नु थालेँ। र तपाईँहरूलाई पनि यसरी अब तपाईँहरूको स्पेसल डेमाको लागि हामीलाई मेकअपहरूको लागि बुकिङ गर्न सक्नुहुन्छ। र हामीले चाहिँ होम सर्भिसको पनि व्यवस्था गरेको छौँ। र हाम्रो लोकेसन चाहिँ धरान 2 देशी लाइनमा रहेको छ। ब्युटी जोन पार्लर मेकअप स्टुडियो धरान 2 देशी लाइनमा छ। र फोन नम्बर पनि मैले माथि प्रिन्टमै राखिदिएको छु, हेरेर फोन गर्न सक्नुहुन्छ। र हामीले चाहिँ ब्राइडललाई रेडी गरिसकेपछिबाट चाहिँ बहिनीले हल्का टचअपहरू गर्न थाल्यो कता कता। अनि त्यहाँदेखि त्यो सकिसकेपछिबाट चाहिँ हामीले बेहुलालाई पनि मेकअप गर्नुपर्ने थियो र हामीले ग्रुम मेकअप पनि बहिनीले सुरु गर्यो। त्यतिन्जेलसम्म मैले चाहिँ ब्राइडलको हल्का फोटोहरू क्लिपहरू भिडियोहरू लिन थालेँ र भिडियोहरू गर्न थालेँ। र बेहुला बेहुली रेडी गरिसकेपछिबाट अनि फोटोहरू भिडियोहरू मैले क्लिप गर्न थालेँ। त्यतिन्जेलसम्म चाहिँ बहिनीले चाहिँ हाम्रो बेहुलाको मम्मीलाई पनि रेडी बनाउनु पर्ने थियो र बेहुलाको मम्मीलाई पनि रेडी गर्नु थाल्यो बहिनीले चाहिँ। म चाहिँ उता फोटोहरू भिडियोहरू बनाउनु थाल्यौँ। हामी दुईजना चाहिँ प्राय बहिनीले उता काम गर्दै गर्दा म चाहिँ भिडियोहरू पनि बनाउँदै गर्छु। अनि उहाँ चाहिँ बेहुलाको मम्मी हुनुहुन्छ र उहाँ चाहिँ बेहुलाको तुम्मा हुनुहुन्छ। र उहाँलाई पनि हल्का सिम्पल अलिअलि टचअपहरू गरिदिउँ। र आजको ब्लग चाहिँ यति नै। हस् त, थ्याङ्क यू।